हेलो, गुड आफ्टरनुन एभ्रिवान। आज हामी हाम्रो रेगुलर क्याश फ्लो पढिरहेछौँ है। सो क्याश फ्लोको एउटा क्वेसनमा छौँ। यो क्वेसन एक्जाममा आएको थियो है, 78 मा आएको थियो। हिजो मैले सल्भ गराएको भने आज सल्भ गरेको मलाई यहाँसम्म लाग्छ 79 मा एक्जाममा आएको क्वेसन हो। ल, यो क्वेसन आज हामी सल्भ गर्नेवाला छौँ। हामीसँग अ कम्पनी लिमिटेडको ब्यालेन्स सिट र इन्कम स्टेटमेन्ट दिएको छ। ब्यालेन्स सिट दियो अनि इन्कम स्टेटमेन्ट दियो एन्ड विल बी फाइन्डिङ आउट अथवा विल बी डुइङ क्याश फ्लो है। क्याश फ्लो स्टेटमेन्ट सोइङ अपरेटिङ, इन्भेस्टिङ एन्ड फाइनेन्सिङ एक्टिभिटिज। सो त्यसको लागि मैले पहिले फर्मेट लेखेँ। फर्मेटमा अ कम्पनी लिमिटेड साइज सानो पो भयो क्यार। अ कम्पनी लिमिटेड हामी बनाउँदैछौँ क्याश फ्लो स्टेटमेन्ट। क्याश फ्लो स्टेटमेन्ट है। डेट हामीलाई दिएको छैन, तर फर इयर 2 भनेर हामीलाई दिएको छ। सो फर इयर 2 नै लेखेँ मैले। ल, मैले फर्मेट बनाएँ। अब फर्मेटमा हामीसँग हुने भनेको पार्टिकुलर्स अमाउन्ट फेरि अमाउन्ट कोलम। ल, अब लेट्स स्टार्ट सल्भिङ इट। सबभन्दा सुरुमा ए हेडिङमा हल्ला ए नम्बरमा क्याश फ्लो फ्रम operating activities सो अपरेटिङ एक्टिभिटिजमा जाने आइटम्सहरू सम्झिनुस् त। अपरेटिङ एक्टिभिटिजमा जाने आइटमहरू हामीले स्मल ए मा सुरु गर्नुपर्छ। क्याश कलेक्सन फ्रम कस्टमर्स। क्याश कलेक्सन फ्रम कस्टमर्समा जाने भनेको सबभन्दा पहिले सेल्स सम्झिनुहोस्। सेल्स हामीसँग कति छ? सेल्स हामीसँग सधैँ इन्कम स्टेटमेन्टमा हुन्छ है। सो सेल्स हामीसँग छ 1 लाख। सो मैले सेल्स राखेँ। अब सेल्ससँग जाने आइटमहरू सम्झिनुहोस् त। सेल्ससँग जाने आइटम भनेको एउटा मैले भनिरहेको थिएँ हिजो, डेप्टर्स, अकाउन्ट रिसिभेबल, बिल्स रिसिभेबल है। हामीसँग के छ खोजौँ ल। एसेट साइडमा हुन्छ अकाउन्ट रिसिभेबल छ। अनि हामीसँग प्रोभिजन फर डाउटफुल डेब्ट्स पनि रहेछ। प्रोभिजन फर डाउटफुल डेब्ट्स भनेको लायबिलिटिजको आइटम हो। लायबिलिटिजको आइटम भएर एसेट्समा राख्दाखेरि माइनसमा राखेको छ है, कन्फ्युज नहुनु होला। सो क्याश कलेक्सन फ्रम कस्टमर्समा सेल्स लेखिसकेपछि अब अकाउन्ट रिसिभेबल हेर्नुहोस् त के भएको छ? डिक्रिज भएको छ है। इयर 1 बाट इयर 2 हेर्नुहोस्। सधैँ इयर 1 बाट इयर 2, फर्स्ट इयर बाट सेकेन्ड इयर हेर्ने हो के। सो इयर 1 बाट इयर 2 मा के भएको छ भन्दा डिक्रिज। सो डिक्रिज इन अकाउन्ट रिसिभेबल। कतिले डिक्रिज भएको छ हेर्नुहोस् त। अकाउन्ट रिसिभेबल डिक्रिज भएको छ 5000 ले। मैले हिजो अस्तिको दिनदेखि नै कसरी सिकाएको छु हजुरहरूलाई भन्दा, एसेट्सको केसमा इन्क्रिज हुँदा माइनस, डिक्रिज हुँदा प्लस गर्नुहोस्, र लायबिलिटिजको केसमा इन्क्रिज हुँदा प्लस र डिक्रिज हुँदा माइनस गर्नुहोस् है। यो मैले हजुरहरूलाई सम्झाइरहेको छु। सो हामीसँग यहाँ अकाउन्ट रिसिभेबल भनेको एसेट्सको आइटम हो है। एसेट्स डिक्रिज हुँदा
एसेट्स डिक्रिज हुँदा हामीहरूले केमा राख्नुपर्छ भन्दा प्लसमा राख्नुपर्छ। र अर्को जान्छ प्रोभिजन फर डाउटफुल डेब्ट्स। मैले हजुरहरूलाई फर्मेटमा पनि दिइरहेको थिएँ है। प्रोभिजन फर डाउटफुल डेब्ट्स लायबिलिटिजको आइटम हो। लायबिलिटिज जसरी ट्रिट गरौँ है, इन्क्रिज भएको छ प्लस गरौँ, डिक्रिज भएको छ माइनस गरौँ। हेर्नुहोस् त प्रोभिजन फर डाउटफुल डेब्ट के भएको छ, प्रोभिजन फर डाउटफुल डेब्ट 4000 बाट 3000 भएको छ। सो 4000 बाट 3000 हुँदाखेरि डिक्रिज भएको छ है। सो डिक्रिज इन प्रोभिजन फर डाउटफुल डेब्ट। सो प्रोभिजन फर डाउटफुल डेब्ट डिक्रिज हुँदाखेरि कतिले डिक्रिज भएको छ 1000। एसेट्समा माइनसमा छ है यो यसको भ्यालु। एसेट्समा माइनस कसरी भयो, सरी 1000 कसरी भयो भन्दा 4000 बाट 3000 भएको छ, घटेको छ, डिक्रिज भएको छ। अब माइनस के भन्छ यसलाई चाहिँ हामी माइनसमा राख्छौं। माइनसमा किन राख्छौं भन्दा यहाँ माइनस छ है, यहाँ एसेट साइडमा माइनस छ भने यो लायबिलिटिजको आइटम हो। लायबिलिटिजको आइटम डिक्रिज हुँदाखेरि हामी के गर्छौं, माइनस गर्छौं। सो यति गरेर टोटल गर्दाखेरि क्याश कलेक्सन फ्रम कस्टमर्स आउँछ 1,04,000। क्याल्कुलेट गर्नुहोस् है। र बी हेडिङमा फेरि बी हेडिङमा अब क्याश कलेक्सन फ्रम कस्टमर सकिसकेपछि क्याश कलेक्सन फ्रम कस्टमर सकिसकेपछि अब क्याश पेड टु सप्लायर्स। क्याश पेड टु सप्लायर्समा के जान्छ सम्झिनुहोस् त। सबभन्दा पहिले मैले सिकाएको थिएँ कस्ट अफ गुड्स सोल्ड है। सो कस्ट अफ गुड्स सोल्ड मैले पहिले राखेँ, कस्ट अफ गुड्स सोल्ड। सो कस्ट अफ गुड्स सोल्ड भनेको त हामीहरूले जुन बेचेको सामान छ, बेचेको सामानको कस्ट हो। बेचेको सामानको कस्ट हाम्रो लागि केमा जान्छ, सिधै एक्सपेन्सेस हो, त्यो भएर माइनसमा जान्छ। कस्ट अफ गुड्स सोल्डमा क्याश जाने हो के। अब कस्ट अफ गुड्स सोल्ड छ भने, कस्ट अफ गुड्स सोल्ड छ भने एउटा के सम्झिनुहोस् भन्दा कस्ट अफ गुड्स सोल्डको केसमा चाहिँ के भन्छ, ओपनिङ स्टक, पर्चेज, क्लोजिङ स्टक यो आइटम्सहरू त जान्छ, तर वेजेसको आइटम चाहिँ हामी कस्ट अफ गुड्स सोल्डमा राख्दैनौँ है। सो कस्ट अफ गुड्स सोल्ड चेक गरौँ। पर्चेज हामीसँग 50,000, बिगिनिङ इन्भेन्ट्री 30,000, एन्डिङ इन्भेन्ट्री 40,000। 50 प्लस 30 माइनस 40 त्यही हो नि गर्नुपर्ने है। यो वेजेसको 12,000 हामी त्यहाँ राख्दैनौँ है। वेजेसको 12,000 हामी त्यहाँ राख्दैनौँ। के मात्र राख्छौँ, 50 प्लस 30 ले 80,000, 80,000 माइनस 40,000 गर्दा कति आउँछ कस्ट अफ गुड्स सोल्ड, 40,000 मात्रै आउँछ। कस्ट अफ गुड्स सोल्ड माइनसको आइटम हो, त्यो भएर मैले ब्र्याकेटमा राखेँ। अब कस्ट अफ गुड्स सोल्ड राखिसकेपछि अब अरू फर्दर आइटम्सहरू राख्दै जाउँ। मैले इमेजलाई थोरै मुनि सारेँ। हजुरहरूलाई हेर्न सजिलो हुन्छ भनेर हो। सो मैले यसलाई थोरै मुनि सारेँ। अब कस्ट अफ गुड्स सोल्ड हामीसँग 40,000 भइहाल्यो। अब कस्ट अफ गुड्स सोल्ड सँग जाने अरू आइटमहरू सम्झिनुहोस् त। कस्ट अफ गुड्स सोल्ड सँग अरू जाने आइटमहरू भनेको एउटा जान्छ एकाउन्ट पेएबल, एकाउन्ट पेएबल, क्रेडिटर्स या बिल्स पेएबल। के छ खोजौं। एकाउन्ट पेएबल छ हामीसँग है, हामीसँग एकाउन्ट पेएबल छ। अब अरू त छैन नि एकाउन्ट पेएबल देखि बाहेक, बिल्स पेएबल छैन। र कस्ट अफ गुड्स सोल्ड सँग अर्को जाने आइटम भनेको इन्भेन्ट्रिज हो। अहिले डिस्कस गरौँला। एकाउन्ट पेएबल हेरौँ पहिले। एकाउन्ट पेएबल के भएको छ, डिक्रिज भएको छ है, 15,000 बाट 10,000। सो डिक्रिज इन अकाउन्ट पेएबल। कतिले डिक्रिज भएको छ त हेर्नुहोस् त। एकाउन्ट पेएबल डिक्रिज भएको छ 5,000 ले। एकाउन्ट पेएबल भनेको के को आइटम हो, लायबिलिटिज को कि एसेट्स को। लायबिलिटिज को हो भने डिक्रिज हुँदा केमा जान्छ, माइनसमा जान्छ। एकाउन्ट पेएबल लायबिलिटिज को आइटम हो, त्यो भएर डिक्रिज भएको कारणले मैले माइनस गरेँ। अब इन्भेन्ट्रिज सम्झिनुहोस्। इन्भेन्ट्रिज के भएको छ, इन्भेन्ट्रिज इन्क्रिज भएको छ हेर्नुहोस् त, 30,000 बाट 40,000। सो इन्क्रिज इन इन्भेन्ट्री।
अब इन्भेन्ट्री भनेको एसेट्स हो, एसेट्स पनि इन्क्रिज हुँदा के हुन्छ माइनसमै जान्छ है। म यहाँ फेरि लेखिदिन्छु बरु एसेट्सको केसमा इन्क्रिज हुँदा माइनस, डिक्रिज हुँदा प्लस, लायबिलिटिजको केसमा जस्ट उल्टो। सो एसेट्स त इन्क्रिज हुँदा के हुने रहेछ माइनस हुने रहेछ। कतिले इन्क्रिज भएको छ 10,000 ले इन्क्रिज भएको छ है। सो 10,000 मैले ब्र्याकेटमा राखेँ। अब क्याश पेड टु सप्लायर्समा अरु जाने आइटमहरु भनेको के जान्छ कस्ट अफ गुड्स सोल्ड, डिक्रिज इन अकाउन्ट पेबल राख्यौं, इन्भेन्ट्री राख्यौं। अब डिस्काउन्ट पनि जान्छ है, डिस्काउन्ट एलाउड छ भने जान्छ। अब डिस्काउन्ट त हामीलाई यहाँ दिएको छैन, नदिएको कारणले यति नै जाने रहेछ भन्ने बुझौं। अब यसलाई टोटल गरौं ल। 40,000 प्लस 5,000 45,000 प्लस 10,000 ले 55,000 तर 55,000 तर माइनसमा। अब फर्दर गर्दै जाउँ। सी हेडिङमा के जान्छ भन्नुहुन्छ भने मैले अलिकति माथि सारेँ ल। सी हेडिङमा के जान्छ भन्नुहुन्छ भने सी हेडिङमा जाने आइटम्सहरु भनेको क्याश पेड टु एम्प्लोइज, पहिले हेडिङ लेखेँ मैले, क्याश पेड टु एम्प्लोइज एन्ड अदर एक्सपेन्सेस। क्याश पेड टु एम्प्लोइज एन्ड अदर एक्सपेन्सेसमा जाने आइटम्सहरु अपरेटिङ एक्सपेन्सेस जान्छ, वेजेस छोडेको छ भने जान्छ है। अघि हामीले वेजेस छोडेको छ है, वेजेस सम्झिनुस् त हामीले छोडेको थियो। सो मैले वेजेस राखे यहाँ पहिले। वेजेस हामीसँग छ 12,000। वेजेस भनेको क्याश जाने नै आइटम हो, अर्गनाइजेसनबाट क्याश जान्छ, त्यो भएर माइनसमा राखे। अब हेर्नुहोस् अपरेटिङ एक्सपेन्सेस के छ। अपरेटिङ एक्सपेन्सेस, अपरेटिङ एक्सपेन्सेसमा हामीलाई दिएको रहेछ इन्ट्रेस्ट अन बैंक लोन, डिप्रिसिएसन अन मेसिनरी। अरे अनि अपरेटिङ एक्सपेन्सेसको भ्यालु त दिएको छैन त है। अपरेटिङ एक्सपेन्सेसको भ्यालु हामीलाई दिएको छैन, के दिएको हुनुपर्ने हो त। इन्ट्रेस्ट अन बैंक लोन 10,000, डिप्रिसिएसन मेसिनरी 2,000। मैले क्वेशन यहाँ उसमा पल्टाएँ ल, यहाँ मिस्टेक भएर रहेछ क्वेशन है। अपरेटिङ एक्सपेन्सेस चाहिँ यो 10,000 हो, इन्क्रिज अन बैंक लोन 2,000 हो, डिप्रिसिएसन अन मेसिनरी 4,000 हो, प्रोभिजन फर ट्याक्सेसन 8,000 हो र लस अन सेल अफ मेसिन 6,000 को 4,000 हो है। म यहाँ क्वेशन हेर्दैछु, मलाई त्यस्तै लाग्यो। अपरेटिङ एक्सपेन्सेस 10,000, इन्ट्रेस्ट अन बैंक लोन 2,000, डिप्रिसिएसन 4,000, डिप्रिसिएसन 4,000 हो नि हो। सो यहाँ क्वेशन मिस्टेक भएर रहेछ, थोरै तलतिर गएको रहेछ, हामी यसलाई बुझेर सल्भ गरौँला है। सो अपरेटिङ एक्सपेन्सेस हामीसँग छ 10,000 है। सो अपरेटिङ एक्सपेन्सेस मैले लेखेँ, अपरेटिङ एक्सपेन्सेस हामीसँग छ 10,000। कन्फ्युज नहुनु होला, एक स्टेप तल गएको रहेछ यो क्वेशन भाइले प्रिपेयर गर्दाखेरि। सो अपरेटिङ एक्सपेन्सेस 10,000 हो है। सो अपरेटिङ एक्सपेन्सेस 10,000 हामीले राखिसक्यो। अब अपरेटिङ एक्सपेन्सेस राखिसकेपछि अब यहाँ जाने अरु आइटमहरु सम्झिनुस् त के जान्छ भन्दा आउटस्ट्यान्डिङ एक्सपेन्सेस जान्छ अनि प्रिपेड एक्सपेन्सेस जान्छ छ भने है। के छ हेरौं, आउटस्ट्यान्डिङ वेजेस रहेछ है एउटा, यो आउटस्ट्यान्डिङ एक्सपेन्सेसमै गनिन्छ, यो पनि जान्छ। र अर्को भनेको हामीसँग प्रिपेड एक्सपेन्सेस छैन है। सो यति मात्र जाने रहेछ। आउटस्ट्यान्डिङ वेजेस के भएको छ हेर्नुस् त, आउटस्ट्यान्डिङ वेजेस इन्क्रिज भएको छ है 1,000 ले। सो इन्क्रिज इन आउटस्ट्यान्डिङ वेजेस। आउटस्ट्यान्डिङ वेजेस भनेको लायबिलिटिजको आइटम हो है। लायबिलिटिज इन्क्रिज हुँदा प्लसमा बस्छ है। सो आउटस्ट्यान्डिङ वेजेस इन्क्रिज भएको छ 1,000 ले 1,000 प्लसमा। सो आउटस्ट्यान्डिङ वेजेस पनि हामीले राख्यो। अब क्याश पेड टु एम्प्लोइज एन्ड अदर एक्सपेन्सेस सकिए जस्तो लाग्यो है। सो मैले यसलाई टोटल गरेँ,
12,000 प्लस 10,000 22,000 माइनस 1,000 ले 21,000 तर यो बस्छ माइनसमा। अब फर्दर हेडिङ बनाऊ डी नम्बरमा इन्ट्रेस्ट पेड। इन्ट्रेस्ट पेड को लागि हामीलाई के दिएको छ? तल इन्ट्रेस्ट अन बैंक लोन हामीलाई 2000 दिएको छ है। माथि प्रोभिजन फर आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अथवा प्रिपेड इन्ट्रेस्ट त दिएको छैन नि। सो इन्ट्रेस्ट पेडमा मैले सिधै लेखेँ के मात्रै छ? इन्ट्रेस्ट अन बैंक लोन। सो इन्ट्रेस्ट अन बैंक लोन हामीसँग 2000 छ। इन्ट्रेस्ट भनेको एक्सपेन्सेस हो, माइनस हुन्छ। मैले यसैलाई टोटल गर्दै र उतापट्टि 2000 लाई माइनसमा राख्दै। अब इन्ट्रेस्ट अन बैंक लोन पनि भयो। अब अर्को ट्याक्स पेड। ई नम्बरमा ट्याक्स पेड। ट्याक्स पेड को केसमा मैले हजुरहरूलाई फर्मेट देखाउँदाखेरि एउटा फर्मुला पनि दिइरहेको थिएँ है, अथवा एउटा एकाउन्ट दिएको थिएँ ट्याक्स पेड निकाल्ने, अनि अर्को भनेको फर्मुला दिएको थिएँ। फर्मुला मेथडबाट सजिलो हुन्छ, फर्मुला मेथडबाटै गरौँ है। ट्याक्स पेड यो केसमा हामीलाई प्रोभिजन फर ट्याक्स पनि माथि ब्यालेन्स सिटमा दिएको छ अनि तल के भन्छ इन्कम स्टेटमेन्टमा पनि दिएको छ भने त्यो केसमा हामीले एउटा फर्मुला लगाएर ट्याक्स पेड निकाल्नु पर्छ। मैले फर्मुला लेखेँ ट्याक्स पेड इक्वल्स टु ओपनिङ प्रोभिजन फर ट्याक्स प्लस न्यू प्रोभिजन फर ट्याक्स, न्यू प्रोभिजन माइनस क्लोजिङ प्रोभिजन फर ट्याक्स। सो यो फर्मुला लगाएर हामी ट्याक्स पेड निकाल्छौं। अब निकालौं ल। ओपनिङ प्रोभिजन फर ट्याक्स भनेको यो हो है, हामीलाई इयर 1 को जुन प्रोभिजन फर ट्याक्स भनेर दिएको छ त्यो हो। सो हामीलाई दिएको छ 8000 प्लस न्यू प्रोभिजन भनेको इन्कम स्टेटमेन्टमा दिएको हुन्छ हामीलाई सधैं। सो न्यू प्रोभिजन हेर्नुस् त कति दिएको छ? प्रोभिजन फर ट्याक्सेसन 8000 नै दिएको रहेछ, माइनस अब क्लोजिङ प्रोभिजन हामीलाई यहाँ दिएको हुन्छ। क्लोजिङ प्रोभिजन कति दिएको छ? इयर 2 को प्रोभिजन फर ट्याक्स हाम्रो लागि दिएको छ 10,000। सो क्याल्कुलेट गर्नुहोस् त 16,000 माइनस 10,000 ले 6,000 हाम्रो लागि हुन्छ ट्याक्स पेड। सो ट्याक्स पेड भनेर मैले सिधै 6,000 लेखेँ ब्र्याकेटमा र टोटल पनि गरिदिहालेँ 6,000। अब इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ्ड छ भने यहाँ जान्छ है। इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ्ड फर्मुला सार्दै हुनुहुन्छ होला, सारिसक्नुहोस् है ल। अब भनेको इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ्ड हामीसँग जान्छ। यदि इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ्ड छ भने हामीसँग इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ्ड पनि हामीले राख्नु पर्छ। अब यहाँ हामीलाई इन्ट्रेस्ट एन्ड डिभिडेन्ड रिसिभ्ड भनेर इन्कम स्टेटमेन्टमा दिनुपर्ने दिएको छैन है। नदिएको कारणले अब मैले यसैलाई टोटल गरिदिने भए। टोटल हेरौँ ल कति आउँछ। यो टोटललाई हामी भन्छौँ नेट क्याश फ्लो फ्रम operating activities A। यो आउँछ। यति गरिसकेपछि हामीलाई अपरेटिङ एक्टिभिटीज आउँछ। क्याल्कुलेट गर्नुहोस् त हामीले के राख्यो। फेरि एकचोटि मैले थोरै सम्झाउन प्रिफर गरेँ ल हजुरहरूलाई। क्याश कलेक्सन फ्रम कस्टमर्समा जाने भनेको सेल्स, अपरेटिङ एक्टिभिटीज अलिकति ज्याउ हो के। अपरेटिङ एक्टिभिटीज गर्नुभयो भने इन्भेस्टिङ एक्टिभिटीजमा एउटा फर्मेट हुन्छ, के भन्छ त्यो फर्मेटबाट पर्चेज निकाल्न सकिन्छ, इन्भेस्टिङ एक्टिभिटीज सिद्धिहाल्छ। फाइनेन्सिङ एक्टिभिटीजमा त्यत्रो धेरै केही पनि समस्या हुँदैन। सो क्याश कलेक्सन फ्रम कस्टमर्समा हामीले सबभन्दा सुरुमा राख्यो सेल्समा। अब एसेट्सको आइटमहरू जुन सेल्ससँग जाने एसेट्सको आइटमहरू छ त्यसलाई हामीले के भन्छ एसेट्स इन्क्रिज हुँदा माइनस गरियो भने डिक्रिज हुँदा प्लस गर्नु पर्छ। अब सेल्ससँग जाने भनेको एकाउन्ट रिसिभेबल डिक्रिज भएको छ है। डिक्रिज भएको कारणले एसेट्स डिक्रिज भएको कारणले हामीले के गर्यौं माइनस गर्यौं। अब मैले यहाँ लेखिदिरहेको थिएँ लाइकवाइज लायबिलिटिजको केसमा जस्ट उल्टो भनेको छु मैले। इन्क्रिज हुँदा प्लस, डिक्रिज हुँदा
माइनस। सो हेर्नुस् त एकाउन्ट रिसिभेबल जान्छ सेल्स सँग, एकाउन्ट रिसिभेबल डिक्रिज भएको छ, डिक्रिज हुँदा एसेट्स हो त्यो भएर प्लस गर्ने हो 5000। प्रोभिजन फर डाउटफुल डेट, प्रोभिजन फर डाउटफुल डेट भनेको लायबिलिटिजको आइटम हो, एसेट्समा दिएको छ तर लायबिलिटिजको आइटम हो, त्यही भएर माइनसमा दिएको हो के, माइनसमा एसेट साइडमा दिएको छ त्यो भएर लायबिलिटिजको आइटम हो। अब लायबिलिटिजको आइटम प्रोभिजन फर डाउटफुल डेट मैले फर्मेटमा पनि दिइरहेको थिएँ हजुरहरूलाई, र प्रोभिजन फर डाउटफुल डेट यी सेल्स सँगै जान्छ। अब प्रोभिजन फर डाउटफुल डेट डिक्रिज भएको छ, लायबिलिटिजको आइटम हो, लायबिलिटिज डिक्रिज हुँदा मैले के गरेँ माइनस गरेँ। अर्को छ हामीसँग क्याश पेड टु सप्लायर्स। अब सप्लायर्ससँग जाने भनेको कस्ट अफ गुड्स सोल्ड, यसमा वेजेस जाँदैन सम्झिनुहोस्, वेजेस भनेको हामीले थर्ड स्टेपमा राख्नुपर्छ इम्प्लोइज एन्ड अदर एक्सपेन्सेसमा। सो क्याश पेड टु सप्लायर्समा कस्ट अफ गुड्स सोल्ड राख्यो हामीले, कस्ट अफ गुड्स सोल्ड हामीलाई दिएको छ, यो कस्ट अफ गुड्स सोल्डको पनि एक स्टेप तल आएको रहेछ अघि, त्यही भएर म कन्फ्युज भएँ। कस्ट अफ गुड्स सोल्ड, कस्ट अफ गुड्स सोल्ड, कस्ट अफ गुड्स सोल्ड होइन, कस्ट अफ गुड्स सोल्ड ठिकै छ हस्। सो कस्ट अफ गुड्स सोल्ड हामीलाई कति दिएको छ भन्नुहुन्छ भने कस्ट अफ गुड्स सोल्ड हामीलाई भ्यालु दिएको छैन, तर के भनेर दिएको छ, पर्चेज 50000, बिगिनिङ इन्भेन्ट्री 30000 र एन्डिङ इन्भेन्ट्री 40000 भनेर दिएको छ। यही क्याल्कुलेट गरियो, ओपनिङ स्टक प्लस पर्चेज माइनस क्लोजिङ स्टक, यानी 50 प्लस 30 माइनस 40 गरेपछि हाम्रो कस्ट अफ गुड्स सोल्ड आयो 40000। अब कस्ट अफ गुड्स सोल्ड आइसकेपछि अनि कस्ट अफ गुड्स सोल्ड सँग जाने आइटमहरु सम्झिनुस् त एकाउन्ट पेएबल र इन्भेन्ट्री। सो एकाउन्ट पेएबल, अब एकाउन्ट पेएबल हामीलाई के भएको छ यहाँ क्वेशनले भने अनुसार भन्दा डिक्रिज भएको छ, एकाउन्ट पेएबल डिक्रिज हुँदा लायबिलिटिजको आइटम हो, डिक्रिज हुँदा हामीले के गर्यो माइनस गर्यो। इन्भेन्ट्रीको केसमा अब कस्ट अफ गुड्स सोल्ड सँग अर्को इन्भेन्ट्री पनि जान्छ, इन्भेन्ट्रीको केसमा इन्भेन्ट्री इन्क्रिज भएको छ, इन्क्रिज हुँदाखेरि हामीले के गर्यो, इन्भेन्ट्री भनेको एसेट्सको आइटम हो, इन्क्रिज हुँदा हामीले माइनस गरियो। अब इम्प्लोइज एन्ड अदर एक्सपेन्सेसमा हामीले अघि छोडेको जुन वेजेस थियो त्यो वेजेसलाई हामीले राख्यौं, अनि वेजेस राखिसकेपछि अरु पर्ने आइटम्सहरु के छ हामीसँग भन्दा अपरेटिङ एक्सपेन्सेस, अपरेटिङ एक्सपेन्सेस एक स्टेप मुनि दिएको रहेछ। सो अपरेटिङ एक्सपेन्सेस हामीले 10000 राख्यो। अर्को भनेको आउटस्ट्यान्डिङ एक्सपेन्सेसहरु जान्छ के, आउटस्ट्यान्डिङ एक्सपेन्सेस प्रिपेड एक्सपेन्सेसहरु छ भने यहाँ प्रिपेड एक्सपेन्सेस हामीसँग छैन त्यो हामीले राखेनौ, आउटस्ट्यान्डिङ एक्सपेन्सेस हामीसँग छ, कति छ भन्दा 1000 के भएको छ इन्क्रिज भएको छ। सो इन्क्रिज इन आउटस्ट्यान्डिङ वेजेस, लायबिलिटिज हो इन्क्रिज हुँदा के गर्यौं हामीले प्लस गर्यौं। अब त्यति सकेपछि अब इन्ट्रेस्ट पेडको पाली आयो, इन्ट्रेस्ट पेडमा हामीलाई दिएको भनेको त्यही इन्ट्रेस्ट अन बैंक लोन मात्रै छ जुन हामीले राख्यो। र ट्याक्स पेडको केसमा, ट्याक्स पेडको केसमा दुई तरिकाले गर्न सक्नुहुन्छ, एउटा फर्मेटबाट गर्न सक्नुहुन्छ, एउटा फर्मुलाबाट गर्न सक्नुहुन्छ। फर्मुलाबाट गर्दा सजिलो हुन्छ के फर्मेट भन्दा, त्यो भएर मैले फर्मुला अस्ति फर्मेटमा पनि दिइरहेको थिएँ, त्यही फर्मुला मैले यहाँ लेखेर अनि आई हेभ सल्भ इट। हेर्नुस् त, ओपनिङ प्रोभिजन फर ट्याक्स प्लस न्यू प्रोभिजन माइनस क्लोजिङ प्रोभिजन फर ट्याक्स। ओपनिङ प्रोभिजन हामीलाई एसेट्समा दिएको हुन्छ, सरी लायबिलिटिजमा दिएको हुन्छ ब्यालेन्स सिटको है। न्यू प्रोभिजन भनेको इन्कम स्टेटमेन्टमा दिएको आइटम हो भने क्लोजिङ प्रोभिजन भनेको हामीलाई इयर 2 को जुन के भन्छ लायबिलिटी साइडमा दिएको हुन्छ त्यो हाम्रो लागि क्लोजिङ प्रोभिजन हो। 8000 यो 8000 प्लस यो 8000 माइनस यो 10000 गर्दाखेरि हाम्रो भ्यालु आयो 6000 जुन हामीले ट्याक्स पेड भनेर राख्यो। अब नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज, ल लेट्स क्याल्कुलेट 1,04,000 माइनस 55,000 माइनस 21,000 माइनस 2,000 माइनस 6,000 गर्दाखेरि नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज हाम्रो लागि आउँछ 20,000। सो 20,000 हाम्रो क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज प्लसमै आयो। यहाँ हेर्नुस् त सीएफओ 2,20,000 दिएको छ जुन हाम्रो लागि क्वेशन मिस्टेक हो जस्तो लाग्छ, सरी यो एन्सर दिएको मिस्टेक हो जस्तो लाग्छ हामीलाई, किन भन्दा 1,04,000 को सेल्समा 1 लाख को सेल्समा 2,20,000 क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज आउने कुरै आउँदैन। ल अब यसलाई हामी फर्दर सल्भ गर्दै जाउँ। अपरेटिङ एक्टिभिटिज हामीले सक्यो, अब बी हेडिङको पालो आयो। मैले अलिकति क्वेशनलाई माथि सारे, अहिले मुनि तानौला केही फरक पर्दैन। बी हेडिङमा क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज।
यो बी हेडिङ भयो। अब इन्भेस्टिङ एक्टिभिटिजमा जाने आइटमहरू मैले अस्ति पनि भनिरहेको थिएँ के जान्छ भन्दा जम्मै सेल्सको कुराहरू जान्छ के, सरी सेल्सको भने है मैले, एसेट्सको आइटमहरू जान्छ इन्भेस्टिङ एक्टिभिटिजमा जाने आइटम भनेको। मैले अहिलेको सार्नु भयो होला फर्मुला भन्ने आश गरेँ, फर्मुला यहाँ छ हामीसँग, सार्न सक्नुहुन्छ। सो यो सार्नु भएको थिएन भने अब मैले यो क्वेसनलाई तलतिर लानुपर्ने भयो है। सो मैले सेकेन्ड पेजमा लगेँ क्वेसनलाई, केही फरक पर्दैन हामीलाई, यसलाई रब पनि गरिदिने भयो फर्मुलालाई ताकि हामीलाई देखियोस्, त्यो माथिकोले केही फरक पारेन। अब नेट क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज, इन्भेस्टिङ एक्टिभिटिज हामी क्याल्कुलेट गरौँ ल। इन्भेस्टिङ एक्टिभिटिजमा जाने आइटमहरू, इन्भेस्टिङ एक्टिभिटिजमा जाने आइटमहरू सम्झिनुस् त मैले भनिरहेको थिएँ हामीसँग भएका एसेट्सहरू, करेन्ट एसेट्स होइन लङ टर्म एसेट्स अथवा फिक्स्ड एसेट्सहरू जुन जुन छन् त्यो जान्छन्। यहाँ हेर्नुस् त हामीसँग फिक्स्ड एसेट्स दुईटा दिएको छ, ल्यान्ड एन्ड बिल्डिङ र प्लान्ट एन्ड मेसिनरी, यही दुईटालाई हामीले पोस्ट गर्नुपर्ने हो। अब ल्यान्ड एन्ड बिल्डिङ र प्लान्ट एन्ड मेसिनरीको केसमा हामीसँग डिप्रिसिएसन र सेल्स हुन सक्छ। यो मैले अघि यो भनिरहेको थिएँ है, यहाँ मिस्टेक भएर हामीले माथिकोलाई तलतिर ल्याएको थियौँ। प्रोभिजन फर ट्याक्सेसन 8000 हो भने लस अन सेल अफ मेसिन हाम्रो लागि 4000 हो। अब इन्भेस्टिङ एक्टिभिटिज गर्दाखेरि इन्भेस्टिङ एक्टिभिटिजको केसमा हामीले राख्ने भनेको एसेट्सको आइटमहरू हो। अब एसेट्सको केसमा कुनैको डिप्रिसिएसन या सेल दिएको छ कि छैन त्यो हेर्नुहोस्। हामीलाई दिएको छ डिप्रिसिएसन अन मेसिनरी, मेसिनरीमै इन्क्लुड भयो। लस अन सेल अफ मेसिन यो पनि मेसिनरीमै इन्क्लुड भयो है। यानी ल्यान्ड एन्ड बिल्डिङको बारेमा केही दिएको छैन। यसरी ल्यान्ड एन्ड बिल्डिङ अथवा कुनै एसेट्सको बारेमा केही दिएको छैन भने डाइरेक्ट बढेको छ भने पर्चेज लेखिदिन्छौँ, घटेको छ भने हामी त्यसलाई सेल्स लेखिदिन्छौँ। यहाँ हेर्नुहोस् त हामीलाई ल्यान्ड एन्ड बिल्डिङ के भएको छ, बढेको छ। सो पर्चेज अफ ल्यान्ड एन्ड बिल्डिङ मैले डाइरेक्टली लेख्दिन पाएँ। अमाउन्टको केसमा कति भन्नुहुन्छ भने 30,000 बाट बढेर 34,000 भएको छ है। सो 4,000 हाम्रो लागि पर्चेज अफ ल्यान्ड एन्ड बिल्डिङ हुने भयो। अब पर्चेज अफ ल्यान्ड एन्ड बिल्डिङ पछाडि अब प्लान्ट एन्ड मेसिनरीको केस पनि राखौं। प्लान्ट एन्ड मेसिनरी हेर्नुहोस् त सेल पनि भएको छ, यता बढेको पनि छ। 20,000 ले बढेको छ, डिप्रिसिएसन काट्नु पर्ने, डिप्रिसिएसन कति छ, डिप्रिसिएसन मेसिनरी 4,000, 4,000 डिप्रिसिएसन पनि काटेको छ है, बेचेको पनि छ तर भ्यालु चाहिँ बढेको छ। यानी यस्तो भयो भने के बुझ्नुस् भन्दा यहाँ पर्चेज पनि अथवा हामीले प्लान्ट एन्ड मेसिनरी किनेको छ पनि बुझ्नुस्। अब प्लान्ट एन्ड मेसिनरी किनेको त छ तर कतिको किनेको छ वी डोन्ट नो के। अब थाहा छैन भने हामीले के बनाउनु पर्यो, फिक्स्ड एसेट्स अकाउन्ट बनाउनु पर्यो। मैले सेल राखेँ ल, पहिले सेल त हामीलाई थाहा छ। सो सेल अफ प्लान्ट एन्ड मेसिनरी राख्ने भए पहिले मैले प्लान्ट एन्ड मेसिनरी कतिको सेल भएको छ क्याल्कुलेट गर्नुहोस् ल। 6000 को बुक भ्यालु वाला मेसिनलाई 6000 बुक भ्यालु वाला मेसिनलाई यानी 6000 पर्ने मेसिनलाई हामी 4000 लसमा बेच्दैछौँ है। लस अन सेल अफ मेसिन 6000 पर्ने जुन मेसिन छ त्यसलाई हाम्रो लागि लस भएको छ 4000 बेच्दाखेरि। सो क्याल्कुलेट गर्नुहोस् त 6000 को मेसिनलाई 4000 लसमा बेच्दाखेरि हामीले कतिमा बेच्नु पर्यो, 2000 मा बेच्नु पर्यो। प्लान्ट एन्ड मेसिनरी सरी ल्यान्ड एन्ड बिल्डिङ पर्चेस गरेको ब्र्याकेटमा यानी के भन्छ एक्सपेन्सेस हो। प्लान्ट एन्ड मेसिनरी बेच्दाखेरि चाहिँ अब 6000 को मेसिनलाई 4000 मा बेच्दाखेरि 2000 त हामीलाई आयो नि, क्यास आउने भएको कारणले 2000 हामीले सेल अफ प्लान्ट एन्ड मेसिनरीमा राख्यौं। अब पर्चेज अफ प्लान्ट एन्ड मेसिनरी अघि हामीले डिस्कस गर्दाखेरि पर्चेज त थियो तर कति पर्चेज थियो हामीलाई थाहा छैन। अब त्यो हामीले निकाल्नु पर्छ है। मैले यो ट्याक्स पेडलाई मेटेर यहाँ गर्दिने भए ल, हजुरहरुलाई फिक्स्ड एसेट्स अकाउन्ट बुझ्न सजिलो हुन्छ। अघि सार्नु भयो होला भन्ने आश गरे मैले यो। ल
सार्नु भयो होला भन्ने मैले आश गरेर त्यो मेट्दिएँ। अब हामी यहाँ बनाऊ फिक्स्ड एसेट्स एकाउन्ट। कुनको चाहिएको छ? प्लान्ट एन्ड मेसिनरीको चाहिएको छ है। सो मैले बनाएँ प्लान्ट एन्ड मेसिनरी अकाउन्ट। यो मैले हिजो पनि हजुरहरूलाई हल्का सिकाएको छु, आज पनि म त्यसरी नै सिकाउँछु। राम्ररी बुझिदिनु होला अथवा सुनिदिनु होला। नबुझेको छ भने सोधिदिनु होला है। सो मैले लेखेँ पार्टिकुलर्स अमाउन्ट, फेरि पार्टिकुलर्स अमाउन्ट। लामो फर्मेट बनाइराख्न जरुरी छैन, यसरी नै सर्ट फर्मेटमा हामी यो लेजर पनि गर्न सक्छौं। अब पर्चेज अफ प्लान्ट एन्ड मेसिनरी निकाल्दाखेरि सबभन्दा पहिले ब्यालेन्स बिडी राख्नुहोस्। ब्यालेन्स बिडी कहाँ हुन्छ भन्दा प्लान्ट एन्ड मेसिनरीको जुन इयर 1 को ब्यालेन्स जुन छ त्यसलाई हामी ब्यालेन्स बिडी भनेर भन्छौं। सो प्लान्ट एन्ड मेसिनरीको इयर 1 को ब्यालेन्स भनेको 50,000 छ है। सो मैले लेखेँ टु ब्यालेन्स बिडी कति छ हामीसँग? 50,000 छ। अब क्लोजिङ ब्यालेन्स भनेको यो इयर 2 को ब्यालेन्स हो है। यो क्लोजिङ ब्यालेन्सलाई मैले अलिकति तल लेख्दै के भनेर लेख्दै बाई ब्यालेन्स सिडी कति? 70,000। ल ओपनिङ ब्यालेन्स पनि राखेँ मैले, क्लोजिङ ब्यालेन्स पनि राखेँ। अब बिचका आइटमहरु हामीलाई राख्न बाँकी छ। के राखिन्छ सम्झिनुहोस् ल। मैले राख्नुपर्छ पहिले, मैले यो फर्मेट हिजो दिएको छु हजुरहरूलाई। अब बाई डिप्रिसिएसन, पहिले हामीले डिप्रिसिएसन राख्नुपर्छ। बाई डिप्रिसिएसन अकाउन्ट। डिप्रिसिएसन कति छ? डिप्रिसिएसन सधैँ हामीलाई इन्कम स्टेटमेन्टमा हुन्छ है। सो डिप्रिसिएसन अन मेसिनरी भनेर हामीलाई दिएको छ 4,000 है। यसको एक स्टेप मुनि हेर्नुपर्ने भयो हामीहरुको यो एडिटिङको प्रब्लमको कारण। सो डिप्रिसिएसन हामीलाई दिएको छ 4,000, मैले डिप्रिसिएसन पनि राखेँ। अब हामीले सेल गरेको छ नि मेसिन है, सेल गरेको छ भने राख्दिनु सेल्स बाई बैंक, यसलाई हामी सेल भन्छौं। कतिमा बेचेको छ हेर्नुहोस् त, बेचेको छ हामीले 2000 मा। कतिमा बेचेको राख्ने हो के, कतिको बेचेकोले यहाँ फरक पार्दैन। लस या प्रफिट राख्नुपर्छ त्यसको लागि चाहिन्छ। तर यहाँ प्लान्ट एन्ड मेसिनरी अकाउन्ट अथवा फिक्स्ड एसेट्स अकाउन्ट बनाउँदाखेरि चाहिँ के भन्छ, कतिमा बेचेको त्यसले फरक पार्ने हो। 6000 पर्ने मेसिनरी इन्कम स्टेटमेन्टमा हेर्न सक्नुहुन्छ। 6000 पर्ने मेसिनरीलाई हामीले 4000 लसमा बेच्दैछौँ भने हामीले कतिमा बेच्दैछौँ? 2000 मै बेच्दैछौँ। सो मैले 2000 भनेर सेल भनेर राखिदिएँ। अब हामीलाई घाटा भएको छ नि है 4000, त्यो घाटा भएकोलाई पनि यही राख्नुपर्छ है, बाई पीएल अकाउन्ट। यसलाई हामी लस अन सेल अफ मेसिन भनेर भन्छौं। कति लस भएको छ हामीलाई? 4000 लस भएको छ। यदि नाफा भएको थियो भने 2PL भनेर हामी डेबिट साइडमा राख्थ्यौं। अब यसलाई टोटल गरौं। मैले यसलाई टोटल गर्न चाहे, डिफरेन्स आउँछ, डिफरेन्सलाई हामी पर्चेज भनेर भन्छौं। सो टोटल, यतापट्टि पनि टोटल, कतापट्टि ज्यादा छ हेर्दिनुस् त। अब्भियसली डेबिट साइडमा 50,000 मात्रै छ, क्रेडिट साइडमा हामीसँग 70,000 भन्दा धेरै छ। 70, 74, 75, 76, 80,000 हामीसँग क्रेडिटमा रहेछ। मैले क्रेडिट साइडको अमाउन्टलाई दुवैतिर लेख्दै, क्रेडिट साइडको ठुलो भएको कारण। अब कतिले पुगेन त भन्दा डेबिट साइडमा पुगेन 30,000 ले। नपुगेको भ्यालुलाई मैले भने टु बैंक। यो भनेको हाम्रो लागि पर्चेज हो र यसलाई हामी ब्यालेन्सिङ फिगर पनि भन्छौं। सो पर्चेज हामीसँग रहेछ कतिको हेर्नुस् त, 30,000 को हामीसँग पर्चेज रहेछ। अब एसेट्ससँग जाने, यो सार्नु भयो होला हजुरहरूले, मैले आश गरे है। सार्नु भएको छैन भने सार्दिनुहोस् ल। अब मैले यसलाई चेन्ज गर्ने भए, स्क्रिनशट लिनुहुन्छ स्क्रिनशट लिनुहोस्, भिडियो हेर्दै हुनुहुन्छ भने पज गरेर हेर्नुहोस् ल। मैले अलिकति यसलाई माथि सार्दिने भए, हामीले क्वेशन पनि हेर्न जरुरी छ ल। अब भनेको इन्भेस्टिङ एक्टिभिटिजमा राखिने फिक्स्ड एसेट्सका आइटमहरु, यो दुईटै आइटम हामीले राख्यौं है। इन्भेन्ट्रिज अघि राखेकै छ करेन्ट अपरेटिङ एक्टिभिटिजमा, अकाउन्ट रिसिभेबल पनि अपरेटिङ एक्टिभिटिजमा, प्रोभिजन फर ब्याड डेट पनि अपरेटिङ एक्टिभिटिजमा। क्याश एट बैंक भनेको त एन्सर हो है, हजुरहरूलाई थाहा होला, मैले हिजो पनि भनिरहेथे। अब भनेपछि यति गरिसकेपछि अब टोटल गर्दा भयो। यसलाई, यसको टोटललाई हामी भन्छौं नेट क्याश फ्लो
net cash flow from investing activities B. ल बी हेडिङ को पनि हामीले राख्यो। टोटल गर्नुस् त 32,000 है, 32,000 आयो हाम्रो माइनसमा। यो बी हेडिङ पनि आयो। अब सी हेडिङमा क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटीज है, क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटीज। फाइनान्सिङ एक्टिभिटीजमा जाने आइटमहरु सम्झिनुस् त, करेन्ट लायबिलिटीज होइन, त्योदेखि बाहेक अरु सबै एकाउन्ट पेएबल करेन्ट लायबिलिटीज हो, आउटस्ट्यान्डिङ वेजेस पनि यो पनि हो करेन्ट लायबिलिटीज। प्रॉफिट एन्ड लस एकाउन्ट हामीलाई चाहिदैन, तर यो तीनटा हामीले कहीँ पनि राखेको छैन। हो यसरी यो दुईटा करेन्ट लायबिलिटीज को र यो एउटा हाम्रो लागि के को भन्नुहुन्छ भने लङ टर्म लायबिलिटीज को। यो तीनटा हामीले अब यहाँ राख्नु पर्ने भयो। इक्विटी शेयर क्यापिटल हेर्नुस् बढेको छ कि घटेको छ? बढेको छ है। सो increase in issue of equity share capital को increase ला हामी issue लेख्छौं। so issue of equity share कतिको इश्यू भएको छ इक्विटी शेयर हेर्नुस् त 20,000 ले बढेको छ। सो 20,000 मैले भ्यालु राख्दे। अब इक्विटी शेयर इश्यू हुँदा त पैसा आउँछ नि त है, त्यो भएर प्लसमा राखे मैले। लायबिलिटीज हो, लायबिलिटीज इन्क्रिज हुँदा प्लसमा राख्ने। शेयर प्रिमियम पनि इन्क्रिज भएको छ है। सो इन्क्रिज इन शेयर प्रिमियम। कतिले इन्क्रिज भएको छ शेयर प्रिमियम हेर्नुस् त 8,000 बाट 10,000 भएको छ। सो 2,000 ले इन्क्रिज भएको छ। लायबिलिटीज हो, इन्क्रिज हुँदा प्लसमै राख्ने। बैंक लोन पनि यसरी ड्यास दिएको छ भने 0 भन्ने बुझ्नुस् है, 0 बाट 20,000 भएछ, यो पनि इन्क्रिज भएको छ नि है। सो इश्यू अफ बैंक लोन अथवा इन्क्रिज इन बैंक लोन पनि लेख्न सक्नुहुन्छ हजुरहरुले। डिबेन्चर्सहरुको केसमा प्राय इश्यू युज हुन्छ, बैंक लोनको केसमा प्राय इन्क्रिज नै लेख्दा हुन्छ। सो मैले पनि इन्क्रिजै लेख्दिने भएँ। इन्क्रिज इन बैंक लोन। कतिले इन्क्रिज भएको छ बैंक लोन हेर्नुस् त 20,000 ले हो, यो पनि लायबिलिटीज हो, लायबिलिटीज इन्क्रिज हुँदा प्लस। अब हामीलाई यहाँ राख्नु पर्ने आइटमहरु प्राय राखिसक्यो। राख्न बाँकी भनेको डिभिडेन्ड पेड प्राय क्वेशनमा हुन्छ के हामीसँग। डिभिडेन्ड पेड हामीहरुसँग प्राय क्वेशनमा हुन्छ, त्यो हामीले निकालेर राख्नु पर्छ। यो आन्सर मिस्टेक छ, मैले यसलाई काट्दे। सो लायबिलिटीजमा भएको आइटम लायबिलिटीजको आइटम राखिसकेपछि अब डिभिडेन्ड पेड राख्नु पर्छ यदि निस्किन्छ भने। मैले हजुरहरुलाई डिभिडेन्ड पेड निकाल्नको लागि पनि ट्याक्स पेड जस्तो एउटा फर्मेट दिएको थिएँ भने एउटा फर्मुला दिएको थिएँ है। फर्मुला मेथडबाट जाउँ, जुन मेथडबाट गरे पनि कुरो त एउटै हो, तर फर्मुला मेथडबाट सजिलो हुन्छ। के राख्नुहोस्? ओपनिङ प्रोभिजन फर डिभिडेन्ड प्लस न्यू प्रोभिजन फर डिभिडेन्ड माइनस क्लोजिङ प्रोभिजन फर डिभिडेन्ड गर्नुभयो भने डिभिडेन्ड पेड पनि निस्किहाल्छ। सो मैले यहाँ डिभिडेन्ड पेड लेखेँ। डिभिडेन्ड पेड भ्यालु हामी क्याल्कुलेट गरेर ल्याएर राखौँला है। सो डिभिडेन्ड पेड इक्वल्स टु ओपनिङ, यहाँ हामीले ओपनिङ प्रोभिजन दिएको छ नि त है, प्रोभिजन फर डिभिडेन्ड दिएको छैन। माथि पनि दिएको रहन्छ है, सरी। यसरी हामीलाई प्रोभिजन फर डिभिडेन्ड दिएको छैन भने हामीले अर्को फर्मुला लगाउनु पर्छ है। प्रोभिजन फर डिभिडेन्ड दिएको थियो भने हामीले यो फर्मुला लगाउँथ्यौं, ठीक छ है। ओपनिङ प्रोभिजन फर डिभिडेन्ड प्लस न्यू प्रोभिजन फर डिभिडेन्ड माइनस क्लोजिङ प्रोभिजन फर डिभिडेन्ड। यदि हामीलाई यहाँ पनि प्रोभिजन फर डिभिडेन्ड यहाँ पनि प्रोभिजन फर डिभिडेन्ड दिएको थियो भने, यदि यसरी दिएको छैन भने हामी डिभिडेन्ड पेड कसरी निकाल्छौं भन्दा डिभिडेन्ड पेड निकाल्नको लागि यो ओपनिङ रिटेन अर्निङ प्लस नेट इन्कम माइनस क्लोजिङ रिटेन अर्निङ भनेर निकाल्छौं है हामी। सो ओपनिङ रिटेन अर्निङ हेर्नुस् त हामीलाई कति दिएको छ। रिटेन अर्निङ भनेको प्रॉफिट एन्ड लस अकाउन्ट हो है। सो
प्रॉफिट एन्ड लस अकाउन्ट हामीलाई दिएको छ ओपनिङ भनेर प्रॉफिट एन्ड लस अकाउन्ट कति दिएको छ 14000 दिएको छ सो यो फर्मुला लेख्नु भएको छैन भने लेख्नुहोस् 14000 हामीलाई ओपनिङ प्रोभिजन अथवा ओपनिङ प्रॉफिट एन्ड लस अथवा ओपनिङ रिटेन अर्निङ भनेर दिएको छ प्लस नेट इन्कम हामीलाई कति दिएको छ 20000 है 20000 माइनस हामीलाई क्लोजिङ प्रॉफिट एन्ड लस अकाउन्ट 24000 हामीलाई दिएको छ सो 14000 प्लस 20000 ले 34000 माइनस 24000 ले 10000 यो मैले अर्को फर्मुला दिएँ यो त फर्मुला हिजो पनि लेख्नु भएको थिएन होला लेख्नुहोस् यदि हामीलाई ओपनिङ प्रोभिजन फर डिभिडेन्ड क्लोजिङ प्रोभिजन फर डिभिडेन्ड र न्यू प्रोभिजन फर डिभिडेन्ड भनेर यहाँ ट्रायल के भन्छ इन्कम स्टेटमेन्टमा पनि दियो भने त्यो केसमा हामी हिजो मैले दिएको फर्मुला ओपनिङ प्रोभिजन फर डिभिडेन्ड प्लस न्यू प्रोभिजन फर डिभिडेन्ड माइनस क्लोजिङ प्रोभिजन फर डिभिडेन्ड अघिको ट्याक्स पेड जस्तो राखेर निकाल्थ्यौं भने यदि हामीलाई के भन्छ डिभिडेन्ड प्रोभिजन फर डिभिडेन्ड दिएको छैन भने त्यो केसमा हामी रिटेन अर्निङको आधारमा पनि डिभिडेन्ड पेड निकाल्न सक्छौं कसरी निकाल्छौं ओपनिङ भ्यालु अफ रिटेन अर्निङ ओपनिङ भ्यालु अफ रिटेन अर्निङ हामीसँग भनेको यहाँ दिएको छ प्रॉफिट एन्ड लस भनेर कहिले रिटेन अर्निङ भन्ला कहिले प्रॉफिट एन्ड लस अकाउन्ट भन्ला जसरी भने पनि कुरो एउटै हो भन्ने बुझ्नुहोस् सो प्रॉफिट एन्ड लस अकाउन्ट 14000 प्लस नेट इन्कम 20000 माइनस क्लोजिङ रिटेन अर्निङ भनेर 24000 हामीलाई दिएको छ यानी डिभिडेन्ड पेड हाम्रो लागि निस्केको छ 10000 सो सार्नु भएको छैन भने सार्नुहोस् त ल सार्नु भयो होला भन्ने बुझे मैले अब अघिकै क्वेशन कन्टिन्यू गर्यौं डिभिडेन्ड पेड हामीले भर्खर निकाल्यौं कति 10000 अब टोटल गरौं टोटललाई हामी भन्छौं नेट क्याश फ्लो फ्रम net cash flow from financing activities यो भनेको सी हेडिङ भयो कति आउँछ हेर्नुस् त 20000 प्लस 20000 ले 40000 प्लस 2000 ले 42000 माइनस 10000 ले 32000 हाम्रो के भन्छ फाइनान्सिङ एक्टिभिटीज को क्याश फ्लो आउँछ प्लस मा आउँछ नि है सो प्लस मा मैले 32000 राखे अब लेख्छु नेट चेन्ज इन क्याश अब क्लोजिङ को बेला आयो है के भन्छ क्याश फ्लो को नेट चेन्ज इन क्याश गर्दाखेरि नेट चेन्ज इन क्याश मा सधैं ए प्लस बी प्लस सी गरिन्छ अघि हेर्नुस् त हाम्रो ए कति आको छ 20000 आको छ 20000 प्लस हुनु पर्ने तर यहाँ माइनस मा भएको कारणले माइनस 32000 प्लस 32000 गर्दाखेरि नेट चेन्ज इन क्याश हाम्रो आउँछ 20000 सो नेट चेन्ज इन क्याश मैले लेख्दे 20000 यो प्लस मा आको छ है सो एड यसमा फर्दर ओपनिङ क्याश ब्यालेन्स अथवा ओपनिङ ब्यालेन्स अफ क्याश अच्छा ओपनिङ ब्यालेन्स अफ क्याश 4000 छ अब यो जोड्दाखेरि हाम्रो यो आन्सर ओपनिङ ब्यालेन्स अफ क्याश यो हो नेट चेन्ज इन क्याश में यो भ्यालु जोड्दाखेरि यो भ्यालु 24000 क्लोजिङ ब्यालेन्स अफ क्याश आउनु पर्छ यहाँ आयो है सो 24000 मैले लेखे यसलाई म भन्छु क्लोजिङ ब्यालेन्स अफ क्याश ल यति गरेपछि हाम्रो यो क्याश फ्लो सल्भ भयो मैले हजुरहरुलाई यो एकचोटी क्याश फ्लो देखाइदिन चाहे सार्नु भएको छैन भने ल सुरुको एक्टिभिटीजमा स्क्रिनशट लिन सक्नुहुन्छ अपरेटिङ एक्टिभिटीजबाट सुरु भएको छ है यो पनि प्लान्ट एन्ड मेसिनरी अकाउन्ट पनि आउँछ अर्को इन्भेस्टिङ एक्टिभिटीजको लागि र फाइनान्सिङ एउटैमा आट्ने रहेछ है सो इन्भेस्टिङ एक्टिभिटीज र फाइनान्सिङ एक्टिभिटीज सहितको र क्लोजिङ ब्यालेन्स निस्केको मैले जुन उयो थियो त्यो देखाएँ क्वेशन पुरा स्क्रिनशट गर्नु भएको छैन क्वेशन पनि पुरा स्क्रिनशट गर्नुहोस् यो अस्मिता पब्लिकेसनमा समथिङ लाइक न्यूमेरिकल प्रब्लम नम्बर 2 भनेर दिएको छ सर्ट आन्सर क्वेशन को प्रब्लम नम्बर 2 भनेर दिएको छ त्यहाँबाट क्वेशन लिएर पनि हेर्न सक्नुहुन्छ ल यति भन्दै मैले आजको क्लास एनी कन्फ्युजन पहिले कन्फ्युजन छ भने सोधिदिनुस् त छैन जस्तो छ केही पनि रिप्लाई नआएको कारणले मैले आजको क्लास यही इन गर्ने निर्णय गरे ल थ्यांक यू एभ्रीवन एन्ड हैव अ गुड डे